तपाई संसारको जुनसुकै जेलमा फसे पनि अफ्रिकाको जेलमा झुक्किएर पनि नफस्नु होला। मेरो बाबा 20 वर्ष पहिला चाहिँ इन्डियन आर्मी हुनुहुन्थ्यो र मैले बाबालाई इन्डियाको जेलमा के खाना खुवाउँछ भनेर सोध्दा आर्मीहरूलाई चाहिँ जेलको बारेमा थाहा हुँदैन रे। त्यसैले इन्डियाको जेल त होइन, म आज अफ्रिकाको जेलको खाना खानेछु जुन बन्छ यो तरुलबाट। कुनै देशमा चाहिँ सखर बढी युज गर्दो रहेछन्, तर सखर एकदमै महँगो भएकोले अफ्रिकाको जेलमा बन्छ सिम्पल तरुलको खाना। एकदमै थोरै तरुलमा यत्रो धेरै पानी युज गर्छन् र न्युट्रिसनको लागि सिम्पल नुन मात्र। अनि त्यहाँको जेलमा कैदीलाई क्या मजाले खाँदेर राखेको हुँदो रहेछ, जुन यो फोटोमा हेर्न सक्नुहुन्छ। र प्रत्येक 5 जना कैदीले यत्रो धेरै झोल बाँडेर खानुपर्छ। अब फाइनल्ली रेडी छ हाम्रो अफ्रिकाको जेलको खाना। रियलमा यस्तो धुवै निकाल्ने तातो चाहिँ पटक्कै हुँदैन, अनि मैले देखाए जस्तो यत्रो धेरै तरुल पनि हुँदैन। अफ्रिकाको अफिसियल रुल अनुसार चाहिँ प्रत्येक कैदीले पाउँदो रहेछ 300 ग्राम खाना, तर 300 ग्राम पुरै पानीले नै पुर्याएको हुन्छ। अनि धेरैलाई मन नपर्ने तरुल चाहिँ अफ्रिकामा एकदमै सस्तो अनि प्रशस्त पाइने भएकोले त्यहाँ बिहान पनि तरुल, दिउँसो पनि तरुल अनि साँझ पनि तरुल नै खान्छन्। तपाईले तरुलको झोल मात्र खाएर एक दिन कटाउन सक्नुहुन्छ कि नै कमेन्टमा भन्नु होला। र यो तरुलमा नुन हालेको पानी चाहिँ मैले सोचेको भन्दा पनि नमिठो थियो। प्लिज मलाई फलो गर्नु होला, म सबैलाई फलो ब्याक दिनेछु।